भोलि चाहिँ अर्जेन्टिना र स्विजरल्यान्डको म्याच हुन गइरहेको छ। मलाई लाग्छ नेपाली समयअनुसार भोलि बिहानको 6:45 बजे अर्जेन्टिना र स्विजरल्यान्ड चाहिँ सेमी फाइनलको लागि चाहिँ प्रतिस्पर्धा गर्दैछन् हैन। यस विषयमा आफ्नो केही कुराहरू राख्नु पर्दाखेरि मलाई पनि केही कुराहरू सेयर गर्नु मन लाग्यो हैन साथीहरु। त्यही भएर तपाईहरु सामु चाहिँ म केही कुराहरू सेयर गर्न गइरहेको छु है। अनि अहिलेसम्मको चाहिँ तपाईको अगाडिको म्याचहरू हेर्दाखेरि चाहिँ विशेष गरी नकआउटको म्याच हेर्दाखेरि नकआउट चरणमा चाहिँ स्विजरल्यान्डले चाहिँ तपाईको एक गोल पनि खाएको छैन है। उसले चाहिँ एकदमै क्लियरसँग चाहिँ नकआउट चरणको म्याचहरू चाहिँ जितेको छ हैन। जुन चाहिँ तपाईको अगाडि अल्जेरियासँगको म्याच चाहिँ स्विजरल्यान्डले 2-0 ले जितेको थियो भने कोलम्बियासँगको म्याचमा चाहिँ फुल टाइमसम्म चाहिँ कुनै पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउट मार्फत चाहिँ कोलम्बियासँग चाहिँ जित्न चाहिँ सफल रहेको थियो स्विजरल्यान्ड। र अर्कोतर्फ अर्जेन्टिनालाई हेर्ने हो भने अर्जेन्टिनाले पनि अहिलेसम्म चाहिँ तपाईको एकदमै क्लियरसँगले एकदमै राम्रो प्रतिस्पर्धा गर्दै हैन राम्रो चाहिँ खेल प्रदर्शन गर्दै अहिले तपाईको क्वार्टर फाइनलसम्म चाहिँ आइपुग्न सफल भएको छ। तर नकआउट चरणको म्याचहरू चाहिँ अर्जेन्टिनाको लागि एकदमै टफ रहेको थियो है। एकदमै संघर्षपूर्ण रहेको थियो। एकदमै चाहिँ प्रतिस्पर्धात्मक म्याच भएको थियो र एकदमै मुस्किलले चाहिँ अन्तिम चरणमा हैन जित हासिल गर्न सफल रहेको थियो। त्यसैले पनि विश्वकप जितेको टिम नभए पनि अहिलेको चाहिँ पहिलाको विश्वकपलाई र अहिलेको विश्वकपलाई अलिकति नियालेर हेर्ने हो भने पहिलाको भन्दा अहिलेको एकदमै नयाँ टिमहरू आइरहेको देख्न सकिन्छ र धेरै पटकको विश्वकप उपाधि विजेता ब्राजिल पनि खेलबाट बाहिरिसकेको छ र त्यस्तै क्रिस्टियानो रोनाल्डोको टिम पनि खेलबाट बाहिरिसकेको छ। यसैगरी अब समूह चरण र नकआउट चरण चाहिँ पार गर्दै चाहिँ तपाईको अहिले चाहिँ अलिकति तपाईको विश्वकपमा चाहिँ पहिलो नम्बरमा रहेका देशहरू मध्ये चाहिँ त मलाई लाग्छ स्पेन र फ्रान्स अहिले दावेदारीको लागि चाहिँ एकदमै अगाडि बढिरहेको उत्कृष्ट टिमहरू मध्ये एक रहेको छ भने अहिले आएर कुनै नयाँ टिमलाई पनि चाहिँ कमजोर सोच्ने भुल मात्र यदि विश्वकप अगाडिको विश्वकप विजेता टिमहरूले सोच्यो मात्र भने पनि यो चाहिँ मलाई लाग्छ कुनै पनि ठुलो एउटा टिमको लागि चाहिँ एउटा ठुलो भुल पनि हुन सक्छ र मलाई लाग्छ अब अर्जेन्टिनाले चाहिँ त्यस्तो खालको गल्ती चाहिँ गर्दैन पक्कै पनि। किनभने उसले चाहिँ अब अगाडिको जुन विश्वकपमा चाहिँ एकदमै पहिलो पटक चाहिँ तपाईको डेब्यु गरेको कन्ट्री केप भर्डे सँग पनि एकदमै टफ म्याच खेलेको थियो र केप भर्डेलाई पनि अर्जेन्टिनाले चाहिँ अब पहिलो पटक चाहिँ विश्वकपमा खेल प्रदर्शन गर्दाखेरि त्यति इजी रूपमा चाहिँ लिएको थिएन र जसले गर्दा खेलको सुरुवाती मिनेटदेखि चाहिँ तपाईको अन्तिम चरणसम्म पनि अर्जेन्टिनाले चाहिँ एकदम सावधानीपूर्वक अनुशासित ढङ्गले चाहिँ अन्तिममा चाहिँ म्याच पनि जित्न सफल रहेको थियो र आफ्नो क्वार्टर फाइनलको चाहिँ यात्रा तय गरेको थियो। त्यही भएर पनि अहिले पनि तपाईको चाहिँ अब कतिपयले चाहिँ स्विजरल्यान्ड हैन लाई चाहिँ अब त्यति अब एउटा स्ट्रङ चाहिँ तपाईको स्ट्रङ एउटा अपोनेन्ट टिमको रूपमा चाहिँ हेरेका छैनन्। तर हामीले बुझ्दाखेरि हैन र जो चाहिँ फुटबल प्रेमी हुनुहुन्छ उहाँले बुझे अनुसार चाहिँ मलाई लाग्छ स्विजरल्यान्डको अगाडिको म्याचहरू पनि उहाँहरूले हेर्नु भएको छ हैन। त्यो आधारमा चाहिँ कुरा गर्ने हो भने अब मैले चाहिँ स्विजरल्यान्डको म्याच चाहिँ मैले हेर्नु पाइनँ हैन र पनि स्विजरल्यान्डले चाहिँ जुन नकआउट चरणमा नकआउट स्टेजमा चाहिँ एक गोल पनि नखाइकन दुईवटै टिमलाई चाहिँ हराएर चाहिँ यस्तो शानदार जित हासिल गरेको छ हैन। त्यो हेर्दाखेरि चाहिँ स्विजरल्यान्डलाई चाहिँ मामुली कमजोर टिम चाहिँ सोच्ने भुल चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ र अर्जेन्टिनाले पनि भोलिको म्याचको लागि चाहिँ मलाई लाग्छ त्यस्तो चाहिँ सोचेको छैन पक्कै पनि। किनभने उसले अगाडि नै केप भर्डे र तपाईको इजिप्टसँग चाहिँ जुन प्रकारको खेल प्रदर्शन गरेको थियो र जुन प्रकारको उसले अनुभव बटुलेको छ यसले पनि उसलाई धेरै कुराहरू सिकाएको छ र अगाडिको इजिप्टसँगको खेल चाहिँ केही विवादित पनि भएको थियो र त्यो इजिप्टसँगको खेलमा चाहिँ अर्जेन्टिनाको टिम चाहिँ अलिकति डिफेन्सिभ लाइनपट्टि चाहिँ अलिकति विक देखिएको थियो र मलाई लाग्छ अब भोलिको म्याचमा चाहिँ त्यो कमजोरीलाई पनि सुधारेर चाहिँ स्विजरल्यान्ड
सँगको म्याचमा चाहिँ अझ उत्कृष्ट म्याच चाहिँ हामीले अर्जेन्टिनाले खेलेको देख्न पाउनेछौँ भन्ने पनि आशा छ होइन। र अर्कोतर्फ चाहिँ स्विजरल्यान्डले जसरी चाहिँ तपाईँको नकआउट चरणमा चाहिँ एक गोल पनि नखाइकन अहिले क्वार्टर फाइनल प्रवेश गरेको छ भने यसले पनि चाहिँ उसको डिफेन्सिभ लाइन चाहिँ कति स्ट्रङ छ र उसको डिफेन्सिभ स्ट्राटेजीहरू चाहिँ कति चाहिँ खतरनाक हुनसक्छ भोलिको म्याचको लागि होइन। त्यो पनि चाहिँ एकातिर चाहिँ अर्जेन्टिनाको लागि चाहिँ एउटा तपाईँको त्यो कडा एउटा प्रतिस्पर्धा पनि हुनेछ जस्तो लाग्छ मलाई। र त्यसको लागि चाहिँ अर्जेन्टिनाले आफ्नो डिफेन्सिभ लाइन सँगसँगै आफ्नो अट्याकिङ लाइनहरूलाई पनि एकदमै मजबुत बनाउनु पर्नेछ। र त्यो मजबुत सँगसँगै पनि भोलि चाहिँ मलाई लाग्छ सकेसम्म चाहिँ अर्जेन्टिनाले चाहिँ सम्भवतः खेलको सुरुवातमा चाहिँ पहिलो गोल गर्न सफल रहेको खण्डमा चाहिँ खेलमा चाहिँ तपाईँको 100मा लगभग 90% चाहिँ जितको चाहिँ सम्भावना ज्यादा रहनेछ होइन। र म पनि एउटा अब अर्जेन्टिनाको चाहिँ सपोर्टर भएको कारणले मेरो चाहिँ खेल हेर्दै गर्दाखेरि मेरो पहिलो चाहना मेरो पहिलो चाहिँ इच्छा पनि चाहिँ अब त्यही हुनेछ कि पहिलो गोल चाहिँ अर्जेन्टिनाले एकदमै छोटोभन्दा छोटो समयमा चाहिँ लगाउन सफल रहोस् होइन। त्यसपछिको खेलमा चाहिँ अनि त्यो जुन पहिलो गोल लगाइसकेपछि चाहिँ एकदमै ध्यानपूर्वक एकदमै तपाईँको चाहिँ धैर्यतापूर्वक एकदमै अनुशासित ढङ्गले होइन। र एउटा कुनै पनि चाहिँ तपाईँको सानोभन्दा सानो पनि गल्ती एउटा भुल चाहिँ नहोस् होइन, जसले गर्दाखेरि चाहिँ विपक्षी टिमले पनि चाहिँ जित्दै गरेको म्याचलाई पनि आफ्नोतिर फर्काउन चाहिँ सफल नहोस् होइन। त्यो पनि अब त्यस्तो पनि सोचिरहेको छु होइन। र विशेष गरी इजिप्टसँगको म्याचको कुरा गर्ने हो भने चाहिँ अर्जेन्टिनाले एकदमै राम्रो खेलेको थियो। त्यसमा चाहिँ सबैभन्दा चाहिँ इजिप्टको चाहिँ राम्रो पक्ष चाहिँ के देखियो भने डिफेन्सिभ पहिला खेलेर अट्याकिङमा गएको जुन उसको चाहिँ त्यो पोजिसनहरू जुन चाहिँ एउटा चाहिँ सही टाइममा सही अपर्च्युनिटीलाई चाहिँ सही तरिकाले चाहिँ फिनिसिङ गरेर चाहिँ उसले चाहिँ होइन एकदमै गोल गर्न पनि सफल रहेको थियो। त्यसै गरी मलाई चाहिँ लाग्छ कि मलाई चाहिँ के लाग्छ भने भोलि स्विजरल्यान्डसँगको म्याचमा पनि लगभग केप भर्डे र इजिप्टसँगको म्याचकै त्यो एउटा त्यो सिचुएसन होइन फेरि त्यो दोहोरिन सक्छ होइन। किनभने अब विशेष गरी एउटा डिफेन्डिङ च्याम्पियनको रूपमा चाहिँ भोलि स्विजरल्यान्डले अर्जेन्टिनाको सामना गर्दैछ भनेपछि पक्कै पनि पहिलो उनीहरूको स्ट्राटेजी होइन पहिलो उनीहरूको तपाईँको पहिलो चाल चाहिँ पक्कै पनि डिफेन्सिभ नै हुनेछ। उनीहरूले अर्जेन्टिनालाई चाहिँ पहिलो गोल गर्नको लागि चाहिँ सहज बनाउने छ जस्तो चाहिँ मलाई लाग्दैन। त्यही भएर अर्जेन्टिनालाई सबैभन्दा पहिलो दबाब चाहिँ स्विजरल्यान्डले चाहिँ पहिलो गोल चाहिँ हुनै नदिनको लागि र पहिलो गोल रोक्नको लागि एकदमै उनीहरूले डिफेन्सिभ खेल्नेछन् होइन। र डिफेन्सिभ खेल्दा खेल्दै चाहिँ तपाईँको बल पाएको चाहिँ त्यो अवसरलाई चाहिँ उनीहरूले सही तरिकाले सही चाहिँ समय र अवसरको चाहिँ उनीहरूले सदुपयोग गर्यो भने अर्जेन्टिनालाई एकदमै गाह्रो पर्नेछ होइन। त्यो पनि अलिकति चिन्ता लागिरहेको छ होइन। त्यसैले पनि सबैभन्दा आफ्नो टिमको सपोर्ट गरिरहँदाखेरि चाहिँ मलाई चाहिँ के लाग्छ भने मेरो टिमले चाहिँ अरू कुरा चाहिँ मलाई थाहा छैन, पहिलो नम्बरमा चाहिँ पहिलो गोल चाहिँ अर्जेन्टिनाले लगाउनै पर्यो है त्यो सोचिरहेको छु। अनि नेक्स्ट भनेको पहिलो गोल गरिसकेपछि चाहिँ अर्जेन्टिनाले चाहिँ एकदमै ध्यानपूर्वक होइन एउटा सानो पनि तपाईँको चाहिँ त्यो स्टेप पनि चाहिँ होइन मिस्टेक नगरिकन क्या खेल्नुपर्ने हुन्छ होइन। भले हामीलाई चाहिँ अब त्यति धेरै गोल चाहिँ चाहिएको छैन होइन, त्यति धेरै गोल पनि चाहिएन होइन। भले एकै गोलले जिते पनि त्यो एक गोल गरिसकेपछिको जुन त्यो एउटा निर्णायक समयभरिमा अन्तिम समयसम्म होइन तपाईँको खेलको अन्तिम समयसम्म राम्रो खेलिदियोस् होइन, विपक्षी टिमको चाहिँ एक गोल पनि नखाओस् होइन। त्यो तरिकाले चाहिँ स्ट्राटेजी बनाओस् पक्कै पनि। अब अर्जेन्टिनाको चाहिँ कोच एकदमै यङ युवा नेतृत्व है, एकपटक चाहिँ तपाईँको अर्जेन्टिनालाई चाहिँ विश्वकपको उपाधि पनि जिताउन सफल हुनुभएको होइन। एकदमै युवा चाहिँ तपाईँको हाम्रो लायनल स्कालोनी हुनुहुन्छ होइन। लायनल स्कालोनी जसको नेतृत्वमा चाहिँ अर्जेन्टिनाले गएको विश्वकपको चाहिँ ट्रफी उचाल्न सफल भएको थियो भने उहाँको चाहिँ भोलिको गेमको लागि उहाँको स्ट्राटेजीहरू फर्मेसनहरू होइन
तपाईँको गेमको ट्याक्टिक्सहरू चाहिँ अभियसली पनि त्यति चाहिँ अब नर्मल हुन्छ होइन भन्ने चाहिँ हामीलाई लाग्दैन है। किनभनेदेखि अब कोच त अब A1 हुनुहुँदै छँदैछ होइन, अब त्यत्रो विश्वकप जिताउने कोच हुनुहुन्छ होइन। त्यसमाथि अब लायनल मेस्सी होइन, जो आफैमा पनि त्यो एउटा फुल एउटा त्यो चाहिँ खेललाई नै खेल्दा खेल्दै नै खेलको चाहिँ तपाईँको चाहिँ दिशा मोड्ने होइन, खेल्दा खेल्दै नै खेलको चाहिँ तपाईँको स्वरूप चेन्ज गर्ने चाहिँ एउटै मात्र खेलाडी होइन छन् होइन, जो चाहिँ अर्जेन्टिनाको टिममा रहेका छन् मेस्सीले पनि भोलिको म्याचमा मलाई लाग्छ सम्भवतः 1 गोल त गर्ने नै छन् होइन, 1 या त 2 गोलसम्म मेस्सीले गर्नेछन् भोलिको म्याचमा। स्विजरल्यान्ड भन्दैमा एकदमै सामान्य सहज होइन, एकदमै इजी भनेर सोच्ने कुरा चाहिँ छैन, म लगायत त्यो कसैले पनि सोचेको छ जस्तो चाहिँ मलाई लाग्दैन। अनि अर्को कुरा भनेको अब सेमी फाइनलमा चाहिँ स्पेन र फ्रान्सको चाहिँ कडा प्रतिस्पर्धा हुन गइरहेको छ। यसरी नै अब आज राति चाहिँ इङ्ल्यान्ड र नर्वेको म्याच हुन गइरहेको छ होइन। अब जसले जित्छ त्यसको चाहिँ तपाईँको सेमी फाइनलमा चाहिँ अर्जेन्टिनासँग चाहिँ प्रतिस्पर्धा हुनेछ है। त्यही भएर पनि अब मलाई लाग्छ यो म्याचहरूलाई सबै यो म्याचहरू निहाल्दै जाँदाखेरि चाहिँ मलाई चाहिँ के लाग्छ भने हिस्ट्री चाहिँ एकपटक फेरि रिपिट हुनेवाला छ होइन। किनभनेदेखि अब पहिलाको पनि तपाईँको फाइनलमा चाहिँ अर्जेन्टिनाले चाहिँ फ्रान्सको सामना गर्नु परेको थियो भने अहिले पनि तपाईँको अब स्पेन र फ्रान्समा चाहिँ फ्रान्सले जितेको खण्डमा चाहिँ 100% तपाईँको अर्जेन्टिना र फ्रान्सको चाहिँ फाइनल हेर्न पाइनेछ हामीले, जुन चाहिँ पहिला फुल टाइममा गोल हुन नसकेपछि पेनाल्टी सुटआउट मार्फत चाहिँ अर्जेन्टिनाले जितेको थियो है। त्यस्तै मलाई लागिरहेको छ है, यो पटक पनि एकपटक फेरि हिस्ट्री चाहिँ रिपिट हुनेवाला छ है। फेरि पुनः एकपटक फ्रान्स र अर्जेन्टिनाको चाहिँ कडा प्रतिस्पर्धा हुनेछ फाइनलमा होइन। जति पनि चाहिँ अब अर्जेन्टिनालाई सपोर्ट गरिरहनु भएको छ सबैजनालाई शुभकामना है। राम्रोसँग म्याच हेर्नु होला, म्याच हेर्न नछुटाउनु होला है।